आन्तरिक राजस्व कार्यालय नगइकन 2 मिनेटमा प्यान कार्ड बनाउन सकिन्छ, त्यो पनि घरमै बसी नागरिक एपबाट। कसरी भनेर आज हामी देखाउँछौँ। पहिलो नम्बरमा आफ्नो मोबाइल फोनमा नागरिक एप इन्स्टल गर्नुहोला। त्यसपछि नागरिक एपलाई ओपन गर्नुहोला। ओपन भइसकेपछि विभिन्न अप्सनहरू आउँछ। नागरिकताको नम्बर हान्नु भएको छैन भने नागरिकताको नम्बर विवरण हान्नुहोला। त्यसपछि तपाईले प्यान भनेर लेखेको ठाउँमा क्लिक गर्नुहोला। हामीसँग प्यान नम्बर छैन, त्यसकारणले गर्दा हामीले क्लिक हियर भनेर लेखेको अप्सनमा क्लिक गर्नेछौँ। त्यसपछि तपाईले आफूलाई नजिक पर्ने आन्तरिक राजस्व कार्यालयलाई छनौट गर्न पाउनुहुनेछ। नजिकै पर्ने आन्तरिक राजस्व कार्यालयलाई छनौट गरिसकेपछि फेरि पनि यसलाई प्रोसिड भनेर क्लिक गर्नुहोला। प्रोसिड गरिसकेपछि तपाईलाई एउटा सबमिसन नम्बर आउँछ, त्यसलाई पनि फेरि प्रोसिड गर्ने बित्तिकै यदि नागरिकताको विवरण हान्नु भएको छ भने सर्टेन विवरणहरू अलरेडी आउँछ भने नभरेको खाली ठाउँलाई तपाईले आफ्नो विवरण अनुसार भर्नु होला र फेरि प्रोसिड क्लिक गरिदिनु होला। फेरि पनि प्रोसिड क्लिक गरिसकेपछि नभरेको ठाउँहरू भर्ने ठाउँहरू आउँछ। सबै एड्रेसहरूदेखि लिएर सबै विवरणहरू भरिसकेपछि तपाईले यसलाई पनि प्रोसिड गर्ने बित्तिकै हाम्रो प्यान नम्बर यसरी जेनेरेट हुन्छ। यदि सजिलैसँग तपाईले अनलाइनमा प्यान कार्ड पाइसक्नु भएको छ, यदि तपाईलाई हार्ड कपी पनि चाहिन्छ भने नजिकैको आन्तरिक राजस्व कार्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनुपर्दछ।